यो अपराध पनि धेरै खालको हुन्छ। जुन सुस्मिताको घटना भयो नि, आफ्नै ससुरा र परिवारले सुस्मितालाई मार्यो नि हैन, यसरी पछाडि हिर्काएर, यो चाहिँ एकदमै यो बुझ्ने मान्छेले गरेको हो हैन। यो यस्तोलाई चाहिँ कस्तो सजाय हुनुपर्छ भने, जस्तै पशुपतिनाथमा अब कली देउता भन्छ नि, आधी गाडेर आधी निक्लिनु भएको छ हैन, निक्लेको छ। अनि त्यता कुरुपेक छ कि खै के भन्छ देउता, त्यो चाहिँ यस्तै मान्छेहरूलाई सजाय यसरी दिनुपर्छ, आधी गाडेर आधी निकाल्नुपर्छ भनेर दिएको हो। जो सुस्मिताको हत्याकाण्ड छ नि, त्यो ससुरा नन्द आमालाई चाहिँ लरै त्यसरी राखेर एउटा पुरा सिमेन्टको बनाएर आधी जिउ निकालेर त्यस्तोलाई चाहिँ त्यो हत्या दिनुपर्छ। के अरे, फाँसीको सजाय मात्रै ठुलो कुरा होइन। फाँसीको सजाय दे भनेर मान्छे उर्लेको छ नि, हो यस्तो बुझेर जानेर आफ्नो बाउले छोरीलाई बलात्कार गर्ने, अनि आफ्नो घर परिवारले गर्ने हैन। अनि जस्तै अब निर्मला हत्याकाण्डलाई गर्ने, यस्तो अरू चेलीबेटीहरूलाई गर्ने, त्यस्तोहरूलाई चाहिँ त्यो आधी जिउ राख्ने अनि सबै पुर्ने सिमेन्टले, अनि आधी मात्रै गरे सर। जस्तै अहिले पशुपतिनाथमा कली देउता भन्छ नि, त्यो चाहिँ पापीहरूलाई चाहिँ यसो गर्नुपर्छ भनेर। अब पशुपतिनाथ भनेको त असुरहरूको संहार पनि गर्ने, त्यसलाई सजाय पनि दिने, बल्झाउने पनि सबै थोक हो नि त शङ्कर भगवान भनेको चाहिँ। अनि निरुपेक्ष त्यो जसरी राखेको छ नि, निरुपेक्ष त्यो देउता, त्यो कली देउता। मान्छेले भन्छ अब यो कली देउता भन्छ। के को कली देउता? त्यो जुन मानवता हराएको मान्छेलाई चाहिँ कलीको देउता कली भनिन्छ। जस्तै अब सुस्मिता हत्याकाण्डको त्यो परिवारलाई भयो, अर्को एउटा कोरियामा बुढा हुने, अनि त्यो ससुरा र आफ्नै फ्यामिलीबाट एकजनाको हत्या भयो नि, त्यो नानीको 3टा आमाको हो। त्यस्तो अपराधीहरूलाई चाहिँ सजाय फाँसी मात्रै होइन, फाँसी मात्रै सजाय होइन, तिनीहरूलाई चाहिँ आधी जिउ पुरेर आधी मात्रै निकाल्ने, त्यो निक्लिनै नसक्ने त्यस्तो खालको जेल एउटा बनाउनु पर्छ। जस्तै चोरी डकैतीको भिन्दै जस्तै यस्तो बलात्कार केसको चाहिँ जुन यो पनि कस्तो खालको पापीहरू हेरिकन गर्नुपर्छ। म चाहिँ भन्छु त्यस्तोलाई चाहिँ त्यो, किनभने त्यो जानी बुझी गरेको हो नि त। त्यो चाहिँ जानी बुझी अब परिपक्व भएको मान्छेले त्यसरी हत्या गरेको होइन, त्यो गरेको मान्छेहरूलाई चाहिँ त्यस्तो खालको सजाय हुनुपर्छ, फाँसी मात्रै ठुलो होइन। म चाहिँ तपाईँहरू चाहिँ के भन्नुहुन्छ, मलाई चाहिँ त्यस्तो लाग्छ है। ल, त्यो गरेर एउटा जेल बनाएर जुन अपराधीहरू छ नि, मान्छेहरूलाई लगेर यस्तो पाप गर्यो भने यस्तो सजाय हुन्छ भनेर पनि अबको बालबच्चा केटाकेटीहरूलाई, यङहरूलाई त्यो लगेर देखाउनुपर्छ। यो एउटा पढाइ नै हुनु पर्यो क्या। यो चाहिँ अब जस्तै यस्तो खालको सजायलाई यो हुन्छ, यो त बलात्कारको सजायलाई यो हुन्छ, यसलाई यो हुन्छ भनेर लगेर देखाउनु पर्यो क्या। अनि त्यसो गरेर राखेर अनि लास्टमा चाहिँ त्यसलाई अब कति वर्ष राख्ने, त्यसपछि चाहिँ अनि गोली हालेर इन्काउन्टर गरेर मार्नुपर्छ। मैले चाहिँ यो देखेँ है, त्यस्तो अपराधीलाई चाहिँ। ल।